we are playing their challenge, है ना? You want to join with us? Sure. Okay. If you kiss me, then you will get sweet, and if you slap, you will get nothing. So choice is yours. Kiss. So, Come little bit closer. so first you said kiss, then why you slap? My waist. So from where you get that? From where you get that? What? What? Smile. हाय हाय इतना सुकून Yo guys, welcome back to the new challenge video. Do dare and win sweets. आज म 10वटा यस्तो दामी दामी फन टाइपको डेयर्सहरू छ अन्त लास्टको झन् एकदम दामी छ उनीहरूले गर्न सकेछन् यो भिडियो पनि एकदम बुम दामी हुनेवाला छ यो च्यालेन्ज चाहिँ कस्तो भन्दाखेरि चाहिँ म उनीहरूलाई फर्स्टमा एउटा डेट दिन्छु अनि उनीहरूले गर्न सकेछन् उनीहरूले एउटा स्विट्स या रिवार्ड्सहरू जित्नेवाला छ यो भिडियो चाहिँ कुनै स्विट्सको बारेमा होइन यो भिडियो चाहिँ म मान्छेहरूको फेसमा फ्यु सेकेन्ड्सको लागि स्माइल ल्याउनु सक्छु कि सक्दैन भनेर सो लेट्स गो सो गाइज फाइनली म रेडी भइसकेँ यहाँनिर च्यालेन्जको लागि अनि मैले स्विट्सहरू पनि यहाँनिर किनिसकेको छु अनि अब चाहिँ म घरले यति नै आज दुवा माग्नु चाहन्छु कि यो मेरो स्विट चाहिँ आज वेस्ट नहोस् भनेर सो मेरो फर्स्ट डेट चाहिँ के छ भन्दाखेरि चाहिँ दमसार भन्ने एउटा डेट छ होइन अनि स्ट्रेन्जर्सहरूले गर्नु सक्यो भने चाहिँ म चाहिँ उनीहरूले जितेछ भने चाहिँ म उनीहरूलाई स्विट्स दिनेवाला छु सो लेट्स गो सो गाइस म चाहिँ स्ट्रेन्जर्सहरूकोमा आइसकेको छु अनि स्ट्रेन्जर्सहरूले सोध्छु दमसार अन्त कसरी खेल्छ भनेर सो उनीहरूले यो च्यालेन्ज जितेछ भने चाहिँ उनीहरूले स्विट्स पाउनेवाला छ सो लेट्स सी अब के हुन्छ सो एक्सक्युज मी के भन्छ म तपाईँहरूले एउटा डेट दिँदैछु जसमा त्यो डेट चाहिँ तपाईँले कम्प्लिट गर्नु सक्यो भने चाहिँ तपाईँले रिवार्ड पाउनुहुन्छ होइन अनि त्यो डेट चाहिँ के छ भने दमसारा सुन्नुभएको होइन तपाईँले दमसारा एकजनालाई म मुभीको नाम भन्नेवाला छु अन्त एकजनालाई चाहिँ तपाईँले एक्सप्रेस गरेर चाहिँ अब मुभी चिनाउनु पर्ने हुन्छ ओके एग्री Okay. सो हाम्रो फर्स्टमा चाहिँ दमसारा छ सो लेट्स सी के भन्छ हाउसफुल सो अब तपाईँले चाहिँ के भन्दाखेरि त्यो चाहिँ एक्सप्रेस गरेर तपाईँको साथीलाई देखाउनु पर्यो Hindi movie. House. Yeah. Ghar. It's movie Ghar. What is this? Taj Mahal Ghar. No. Houseful. सो तपाईँले यो च्यालेन्ज कम्प्लिट गर्नुभयो सो तपाईँले रिवार्ड पाउनुवाला छ के छ भन्दाखेरि स्विट्स छ थ्याङ्क यू तपाईँहरूले यो जित्नुभयो रिवार्ड आज Thank you. ओके तपाईँहरूको नाम मेरो जेरीको फोन फुवामा ओके थ्याङ्क यू सो मच सो गाइस फाइनली हाम्रो एउटा दमसारा भन्ने एउटा डेट कम्प्लिट भइसक्यो अब हामी चाहिँ सेकेन्ड डेटमा सर्नेवाला छ अब त्यो के हुनेवाला छ एकदम दामी हुनेवाला छ सो लेट्स सी सो गाइस अब हाम्रो सेकेन्ड डेट हुनेवाला छ वाइट फेस बनाउनुपर्ने सो लेट्स गो हामी एउटा च्यालेन्जको भिडियो गर्दैछु होइन जसमा चाहिँ हामी तपाईँलाई डेट दिन्छु होइन अनि त्यो तपाईँले डेट कम्प्लिट गर्नुहुन्छ तपाईँले एग्री छ यसमा हजुर मेरो डेट चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँ जति सक्दो वाइट फेस गर्नु पऱ्यो जति सक्दो बुझ्नुभयो अब तपाईँले जति सक्दो वाइट फेस अब बेस वाइट फेस मतलब अब जे पनि गर्दा भयो त्यो गर्दा भयो जे गर्नुभयो हजुर वाउ सो थ्याङ्क यू सो मच यति नै थियो अब तपाईँले हामी यो डेट कम्प्लिट गर्नुभयो तपाईँले अब के हामी कम्प्लिट गर्नेलाई स्विट्स दिँदैछ हो सो फाइनली तपाईँले हाम्रो डेट कम्प्लिट गर्नुभयो सो यसको रिवार्ड चाहिँ यो ओके तपाईँले सो फाइनली हामीले सेकेन्ड डेट पनि कम्प्लिट गरिसक्यो अब हामी थर्ड डेटपट्टि जानेवाला छु अनि थर्ड डेट पनि एकदम दामी हुनेवाला छ सो गाइज अब हाम्रो थर्ड डेट हुनेवाला छ टङ ट्विस्टर अनि त्यो चाहिँ एकदम मजाको छ अनि उनीहरूले एकदम कन्फ्युजेबल खालको पनि हुनेवाला छ सो लेट्स गो सो एक्सक्युज मी तपाईँहरू अलिक फ्री हो के भन्दाखेरि हामी यतानिर च्यालेन्ज गर्दैछु होइन तपाईँहरू हाम्रो भिडियोमा जोइन गर्न चाहन्छ गरिदिउँ न के छ ओके त्यसो भने मेरो यो डेट चाहिँ के छ भन्दाखेरि चाहिँ अब टङ ट्विस्टर भन्ने छ होइन म एउटा वर्ड दिन्छु तपाईँहरूले स्पिड भन्नुपर्ने हुन्छ रेड बल्ब ब्लू बल्ब रेड बल्ब ब्लू बल्ब त्यो चारवटा वर्ड चाहिँ एकैतालमा स्पिड भन्नुपर्ने हुन्छ 5 साल तर ओके 5 साल रेड बल्ब 1 2 3 रेड बल्ब ब्लू बल्ब रेड बल्ब ब्लू बल्ब रेड बल्ब ब्लू बल्ब रेड बल्ब ब्लू बल्ब ओके थ्याङ्क यू ल तपाईँ पनि ट्राई गर्नुहोस् त रेड बल्ब ब्लू बल्ब रेड बल्ब ब्लू बल्ब रेड बल्ब सो थ्याङ्क यू सो मच
हामी डेढ कम्प्लिट गर्नेलाई रिवार्ड दिँदैछु होइन अनि रिवार्ड चाहिँ के छ भन्दाखेरि चाहिँ हाम्रो एउटा सानो स्विट छ होइन सो तपाईँहरूको रिवार्ड चाहिँ यो थियो ल ओके रे यो दिनुहोस् न सो एक्सक्युज मी हामी एउटा भिडियो गर्दै थियो कि के भन्छ हाम्रो भिडियोमा जोइन गर्न चाहन्छ तपाईँ च्यालेन्ज खेलेको सो गाइस अब हामीले चाहिँ 4th डेट भेटिसकेको छु अनि 4th डेट चाहिँ के छ भन्दाखेरि चाहिँ स्ट्रेन्जर्सहरूलाई चाहिँ म चाहिँ बलिउडको एउटा फनी लाइन भन्नु लाउने वाला छु अनि मैले फाइनली यता दाहरू पनि भेटिसकेँ अनि हेलो हुन्छ के भन्छ म तपाईँहरूले एउटा डेट दिन्छु जसमा चाहिँ तपाईँहरूले एउटा भन्नुपर्ने हुन्छ बलिउडको फनी एउटा लाइन Just one line, what? हुन्छ ओके बसंती इस कुत्ते के सामने मत नाच सो थ्याङ्क यू सो गाइस अब हाम्रो डेट चाहिँ के छ भन्दाखेरि चाहिँ वर्क एज सम मोडल अनि यहाँबाट चाहिँ एउटा बोय रहेछ अनि ऊ चाहिँ हल्का फेसनेबलको लागि अनि उसलाई चाहिँ म अब हल्का ऱ्याम वक गर्नु लाउँछु अनि यो डेट एक्सेप्ट गर्छु गर्दैन सो लेट्स सी सो एक्सक्युज मी हेलो च्यालेन्जवाला भिडियो गर्दैछु अनि त्यसमा तपाईँलाई हल्का फेसनेबलको लागि होइन अनि तपाईँ के हाम्रो भिडियोमा जोइन गर्न चाहनुहुन्छ हजुर हुन्छ मेरो डेट चाहिँ के छ भन्दाखेरि चाहिँ तपाईँ चाहिँ हल्का मोडल टाइपको वर्क गर्नुपर्ने हुन्छ सो एग्री गर्नुहुन्छ हुन्छ So let's go. सो फाइनली तपाईँले हाम्रो यो डेटको च्यालेन्ज कम्प्लिट गर्नुभयो अनि तपाईँको लागि एउटा रिवार्ड छ सो रिवार्ड चाहिँ हाम्रो एउटा तर्फबाट सानो मिठाई लो थ्याङ्क यू सो मच तपाईँले हाम्रो यो भिडियोमा जोइन गरिदिनु भएकोमा सो गाइस फाइनली लास्ट डेट छ अनि लास्ट डेट चाहिँ एकदमै दामी छ अगाडिदेखि नै भनेको थिएँ सो लेट्स गो यहाँनिर छ हाम्रो स्ट्रेन्जर्सहरू सो एक्सक्युज मी Yes. वी आर प्लेइङ डेट च्यालेन्ज होइन अनि के यु वान्ट टु जोइन विथ अस Sure. Okay. मेरो डेट चाहिँ के छ भन्दाखेरि चाहिँ किस स्ल्याप छ होइन अनि इफ यु किस मी देन यु विल गेट स्विट्स होइन अनि इफ यु स्ल्याप यु विल गेट नथिङ सो चोइस इज यर्स Kiss. Kiss. सो Come, little bit closer. so first you said kiss then why you slap My waist. so from where do you get that from where do you get that What? smile so thank you so much सो गाइस फाइनल हामीले सबै डेट्सहरू कम्प्लिट गरिसक्यो अनि लास्टको चाहिँ झन् एकदमै दामी लाग्यो मलाई पनि सो अनि आज चाहिँ भिडियो बनाउँदा बिहानदेखि रात पनि परिसक्यो सो आजको भिडियो च्यालेन्जहरू तपाईँले कस्तो लाग्यो कमेन्टमा भनिदिनुहोस् होला यस्तै दामी दामी च्यालेन्जहरू हेर्नुको लागि तपाईँहरू मेरो युट्युब च्यानल सब्सक्राइब गरेर बेल आइकन दबाउनुहोस् होला सो थ्याङ्क यू फर वाचिङ स्टे ट्युन